हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ एकदम सन्चै छु। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। आज फेरि नयाँ भ्लग स्टार्ट गरिरहेको छु है। तपाईँहरू चाहिँ लास्टसम्म हेरिदिनु होला। अमृत दाइले चाहिँ यहाँ नयाँ घर बनाउनु भएको थियो धुलाबारीमा, अनि त्यहाँनिर चाहिँ घर सर्ने रहेछ। आज पूजा पनि लाउनु भएको रहेछ, अनि त्यहाँनिर आइरहेको थिएँ। अनि आज नयाँ भ्लग बनाउनु त नयाँ धेरै कन्टेन्टहरू पनि भेटिरहेको थिइनँ, अनि आज यसो त्यहाँनिर पनि पूजाहरूको पनि देखाउनु पऱ्यो तपाईँहरूलाई। अनि त्यहाँनिर एउटा नजिकै यस्तो राम्रो मन्दिर रहेछ कि ओम साई मन्दिर रहेछ त्यहाँनिर चाहिँ। अनि त्यहाँ चाहिँ अब हामी जानु आँटिरहेको छौँ है। मन पर्यो आजको भ्लग चाहिँ एकदम राम्रो हुनेवाला छ, तपाईँहरू चाहिँ लास्टसम्म हेरिदिनु होला। अनि अहिले चाहिँ हामी यस्तो धुलाबारीको यस्तो दामी ठाउँमा आएर चाहिँ भ्लग स्टार्ट गरिरहेको छौँ है। चरा कस्तो दामी उडेर आइरहेको छ। कुन चरा हो यो? कस्तो मजाले बसिरहेको छ। मैले आयुष भाइलाई पनि भेटिसकेँ। भन्दै न त तिम्रो बारेमा यसो। ल गाइस, मेरो देवेन्द्र दादाकोमा चाहिँ धेरै लाइक बनाइदिनु होला। अनि आज चाहिँ हामी ओम साईतिर जाँदैछौँ। यो भिडियो लास्टसम्म हेर्दिनँ, म हार्दिक अनुरोध गर्न चाहन्छु। ल जाउँ ल। अब चाहिँ बाइक यहाँ माथि बाटोमा राखिरहेको छु। अनि यहाँदेखि चाहिँ यो दामी ठाउँ लाग्यो, त्यही भएर हामी चाहिँ यहाँनिर आएर भ्लग स्टार्ट गरेको। के भन्छ यसलाई? पिङ भन्दैन, यो त पिङ त यस्तो धेरै लामो लामो हुन्छ। दुईटा पिङ भन्छ होइन, यो चाहिँ कुर्सी पिङ भन्छ होला नि। सुनको पिङ गाइस, यहाँनिर 10,000 रुपैयाँको एउटा निकालेको 10,000। सुनको रहेछ नि सबै कुरा। भाइलाई सब थाहा रहेछ नि त। फेरि अब त्यो दाईहरूकोमा एकछिन पूजा लाउँदै हुनुहुन्छ। पूजा सुजामा कस्तो के चलिरहेछ त्यो देखाउँछु तपाईँहरूलाई है। अब चाहिँ के गरौँ म? कुको हेलमेट नलाइजाने हो अब। गाइस हेर्नु मेरो जोलाइस हेर्नु। खाना पकाउने म त बस्दिनँ, तिमी बस्दैन। म त उभिनै मनपर्छ। हाम्रो चाहिँ खाना बनाउनुको लागि टक्क पूजामा के अरे? पूजामा त के पो चाहिन्छ मम्मी? प्रसादहरू बनाउनु आँटेको होइन? खानेकुरा त बनाएको होइन, प्रसाद चाहिँ बनाएको नि। खानेकुरा रोटी सब्जी, आलुको सब्जी, कोपीको सब्जी, टमाटर काटेर हामी दिदीभाइ पनि पूजामा। अनि हाम्रो ठुलो मम्मीले चाहिँ रोटी लाउँदै हुनुहुन्छ। यस्तो राम्रो, यति राम्रै भएर आउनु भएको छ। सुन लाएर अनि किन नदेखाउनु? यति राम्रो 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 रोटी लाउनु भएको छ। एकैचोटि 3-4वटा है। हाम्रो भेना चाहिँ यहाँ भाडा मल्दै हुनुहुन्छ। सन्चो छैन होला है। मेरो देवेन्द्र दादाकोमा चाहिँ लाइक शेयर कमेन्ट गरिदिनु सबैजनाले। यता चाहिँ हाम्रो मम्मी हुनुहुन्छ अनि त भाइ। यो चाहिँ मेरो माइती राजा है। यति एउटा माइती राजा छ यहाँ घाटामा। उसले मलाई धेरै सम्झिन्छ, धेरै माया पनि गर्छ। देवेन्द्र दादालाई सोमबार लिन पठाइदिनु ल। सोमबार कहिले? अब आज शनिबार, भोलि आइतबार, पछि के छुट्टी हुन्छ? कति आइतबारको छुट्टी? यो चाहिँ धुलाबारी हो है। धुलाबारी एकदम बबाल छ ठाउँहरू चाहिँ। ततै घरहरू बनिरहेको छ। यहाँ बिस्तारै चाहिँ ठुलो सहरै बन्छ होला। यस्तो राम्रो छ। मम्मीले आज कति मोटी देखिराखेको छ, लुगा यस्तो लाएर होला। डान्स गरिदिनु न मम्मी। तिमी गीत गाइदेऊ त भाइ, गीत गाउनु। म चाहिँ फेरि मन्दिर जाँदैछु। मम्मीहरू फेरि घुम्न आउनुभएको रहेछ है। मम्मीले चाहिँ बोलाउनु भएको थियो क्या मलाई मन्दिरमा आइकन फोटोसोटो खिच्ने सबैजना मिलेर भनेर, त्यही भएर आउँदैछु। हजुर आइस परेछन् त्यहाँनेरि गीत बजाउँदैछन्।
फुलहरू सबै देखाइदिएर ल आउनु म भयो। यहाँ बस्नु हजुर उसले उयो के बनाउँदैछ लु सबैजना बस्नु न बोलाउँदै बोलाउ भन्नुभएको दिदीले पर पनि देखिन पनि आफ्नो हौ त्यही थियो म सर्टमा जाउँ तपाईँ पनि एकछिन। कोही त अनि हात हल्लाउनु न यसले। फेरि उफ्रिनु न रमाइलो पनि गर्नुपर्छ नि दुईटा थाल्छ जस्तो चाहिँ तिमीले खाएको त्यही हो। म उसले चाहिँ बनाउँछ अलिअलि खाएको हेर न रोटी र सब्जी कालेले खाँदैछन् यहाँनिर मोटेले खाँदैछन् मेरी पावबाट बुझ्दा हो